अब छोड्दै गाडी बनाउनु छोड्दैको अब यो नयाँ बिजनेस चम्ची भए त राम्रो हुन्थ्यो नि होइन सबैजना भोकाएर बसिरहेको छ हो बा भोक लाग्यो ल त अब हामी अहिले भनेको सिलगढी आइपुगिसकेको छौँ अनि अहिले चाहिँ हामी यहाँ चेकपोस्टको त्यहाँ छौँ एकछिन काम छ हो अन्त त्यहाँबाट चाहिँ हामी यहाँ फेरि कहाँ जान्छौँ तपाईँहरू देखाउँदैछु हेलो गाइज हो र अब आज चाहिँ म सिलगढी भने जाँदैछु तर कहाँ जान्छ थाहा छैन हो बाङ्गाहरूले अचानक गएको सिधै उठेको मात्रै सिधै सिलगढी जाउँ भनेर उठेको म चाहिँ हो तर थाहा छैन हो कि होइन हो भए प्राङ पनि हुनसक्छ र म जाँदैछु तयार भएर हो पैसा चाहिँ छैन छैन 10 रुपियाँ बगेर जाँदैछु चाँदी चाहिँ आज पनि कन्फ्युजनमै छ जाने कि नजानु भनेर भ्लग गर्दैछ हो लान्छ कि लाँदैन त्यसमा चाहिँ एकदम कन्फ्युज भइरहेको छु नि त अहिले हो अन्त फेरि जाँदैछु हामी हामीले प्र्याङ्क गरेकै भन्दैछ हो तर अहिले चाहिँ यो प्र्याङ्क चाहिँ हो उसले माथि पुगेरै उसले थाहा पाउँछ के हुन्छ रहेछ होइन आज के हुन्छ किन र अब अहिले भने चाहिँ हाम्रो ब्रेकफास्ट हुँदैछ होइन तिनधुरेमा मेगी र अन्डा हामी चाहिँ अब पक्कै जाने सिलगढी जाने रहेछौँ हो खुसी लाग्यो सिधै आएको उठ्ने बित्तिकै हो अनि त्यही अब खाना खाँदैछु दुई भाइ चाहिँ अन्त अब जाने हो ल त गाई चाहिँ अब भने चाहिँ हामी नआइटेको छौँ अनि म चाहिँ सिलगढीको ड्रेसअपमा आइसकेको छु हाफ प्यान्ट लगाएर हो अन्त हाम्रो यहाँ मामा बाङ्गा हाम्रो यता अङ्कल चाहिँ जाने सिलगढी हामी 4 जना अहिले चाहिँ हामी सोरुममा छु अन्त हाम्रो यता बाङ्गाको पनि नयाँ च्यानल छ हो फलो गरिदिनु होला नाम के छ तपाईँको एसएल ब्लग्स ब्लग्स फेसबुकमा यता पनि भ्लगरै हो ठिक छ नाम सञ्जोग तामाङ फलो गरिदिनु होला उहाँहरूलाई पनि अनि साथसाथै दार्जिलिङ मोटर वर्ल्डलाई पनि फलो गरिदिनु सक्नुहुन्छ तपाईँले ल अब आज भने चाहिँ अङ्कल ल अब चाहिँ हामी लु हिँडिसकेको छौँ सोरुमबाट अन्त हाम्रो आजको हुन्छ पाइलट चाहिँ मिस्टर सञ्जोग तामाङ पाइलट ल अब हामी हिँड्यौँ है त हेर्दै गर्नुहोस् यो भिडियो र अब अहिले भने चाहिँ हामी सिपाहीधुरामा जाममा फसिरहेको छौँ हो जाँदैछु र अब चाहिँ बल्ल गाडी हिँड्यो हो त्यस्तै हामी कति 20 मिनट जस्तो बस्यौँ होला सिपाहीधुरामै अब चाहिँ हिँड्दैछौँ नेट पनि चल्दैन चाहिँ अल्छी लाग्दो भएर बसेको छ अहिले चाहिँ लु बाटोमा बाटोहरूमा आउँदै रहेछ त्यो चाहिँ हो अन्त चाहिँ जाम चाहिँ पुरा हुँदो रहेछ हामी चाहिँ जाममा फसेको छौँ अघिदेखि Moments later. जाम बेसी भएको कारणले गर्दाखेरि चाहिँ पङ्खाबारी रोड छिर्यो आज चाहिँ जाम पुरा थियो नि त अन्त हामी पङ्खाबारीबाट जाँदैछौँ हेलो गाइस ल त अब अहिले भने चाहिँ हामी पङ्खाबारीमा आइसकेको छौँ हो हाम्रो गाडी यहाँ छ अन्त गरम चाहिँ हेभी छ तर म जम्पु चाहिँ खोल्दिनँ अहिले अनि हामी टासी टाकी रेस्टुरेन्ट पङ्खाबारीमा चिया खाइरहेको छौँ त्यो छ माग्नु न हौ ए गरम कस्तो भएको छ नि त चिया खानु चिया पिउनुको लागि हल्का रोकिरहेछौँ अब चाहिँ हामी चिया आइसकेको छ हो लास्टमा मैले जम्पल पनि खोलेँ गरम भएर हेभी गरम भयो खोल्नै पऱ्यो हो अन्त हाम्रो यता बाङ्गा अङ्कल यो बोर्ड चाहिँ दामी छ हो पहिला देखिरहेको अब आज चाहिँ यहीँ है चिया खाइबो गरममा यस्तो छ
पङ्खाबारीको यो अब चाहिँ हामी सिधै तल गएर रोक्छ हो कहाँ भन्छ यो त कपिल टेक्समा किनभने हामी गएर फोटो खिचौँ भनेको थिएँ अन्त चाहिँ अब हामी जाँदैछौँ हो हेर्दै गर्नु हाम्रो आजको वाहन लर्ड अल्टो यो चाहिँ हो लङ्बी टी स्टेट मामा तपाईँलाई कस्तो लाग्यो आज स्कुल जाँदाखेरि मामा बोल्दैन त हौ ए मलाई म त हराएको फिल भयो नि सिलगढी त पुरै टोटली नै चेन्ज भएछ हो चेन्ज भएछ है पुरै 6 महिना यता हो 6 महिना 7 महिना पछि आएको हजुर त्यस्तो लाग्यो है त पुरै चेन्जेस भएछ अहिले त म छक्कै परेँ यहाँको त्यो रुखहरू केही छैन पहिलाको बाटोहरू केही छैन कता हो म त के हराएँ जस्तो फिल गर्छु के म हराएँ है म हराएँ एक्लै भएँ म ओ हेलो एक्सक्युज मी बदियो हेर पछाडि ल त अब हामी अहिले भनेको सिलगढी आइपुगिसकेको छौँ अनि अहिले चाहिँ हामी यहाँ चेकपोस्टको त्यहाँ छौँ इलेक्सन काम छ हो अन्त त्यहाँबाट चाहिँ हामी यहाँ फेरि कहाँ जान्छौँ तपाईँहरू देखाउँदैछु अनि अब अहिले चाहिँ एकदमै चेन्ज भएको सिलगढी चाहिँ हो भएको रहेछ अन्त त्यस्तै छ ल एकछिन भेट्दैछु गरमले हालत गरम छ र अरू सबै आफ्नो आफ्नो काम गर्दैछ हो म चाहिँ यहाँ बसिरहेको छु भनौँ न अब अहिले चाहिँ दुई भाइ आइसक्रिम खाइसकेर पानीपुरी पुच्चा खाना आइसक्रिम दुई भाइ चाहिँ हो 20 को 6वटा भया 6वटा अरे हामी कहाँ छौँ अहिले हामी चेकपोस्टमा अब चाहिँ काम सकिसकेको छौँ अब चाहिँ हामी फर्किनु आँटेको है त अब खाना खानुपर्छ गएर रोहिनीमा र अब भने चाहिँ हामी घर फर्किँदैछौँ हो दार्जिलिङ मध्येको अलिकति अगाडि छौँ अन्त यो एसीबाट निक्लेको नि त कि गरममा झन्डै मऱ्यो हो नरिवल पानी खानु भन्ने छ के हुन्छ अब अहिले चाहिँ नरिवल पानी खाँदैछ हो हजुर माथिबाट आउनु भएछ हो त्यो भएर चाहिँ नरिवलपट्टि लागेको नरिवलपट्टि अब छोड्दै गाडी बनाउनु छोड्दैको अब यो नयाँ बिजनेस चम्ची भए त राम्रो हुन्थ्यो नि होइन अब चाहिँ हामी नरिवल खाँदै गरेछौँ हो हामी चाहिँ भात पनि खाइचाहिँ भोकै छौँ अब रोटीमा खानुपर्छ र अब चाहिँ हामी खाना खानु सुकुनामा आइरहेको छौँ अनि हाम्रो घर जाने रुट चाहिँ बदलिएको छ हो हामी चाहिँ यता दुरी भएर जाने इन्टेक भएर अन्त हामी यहाँ दिप होटेलमा चाहिँ खाना खानु रे अन्त यहाँ आइरहेको छौँ चाल भाइ मामा के खाने रे मामा त उयो हो भेजिटेरियन हो साधु हो घाँस खाने हो म घाँस खाने साधु हो है यस्तो छ अहिले भन्छ हामी सुकुनाको दिप होटेलमा छौँ अन्त अब चाहिँ हाम्रो कर्ची मर्ची त भात माग्छौँ नभए चाहिँ भेजिटेरियन हो नि त सबैजना भोकाएर बसिरहेको छ हो मामा भोक लाग्यो अङ्कललाई यता मामालाई हल्का लागिरहेको छ कता कता के मजा लागेको छैन हौ खान्छु खान्छु त कि तर मलाई लागेको छैन भोक त तर हाम्रो खाना आइसकेको छ कर्ची मर्ची हो यता सुँगुरको मासु यता भात यता पनि कर्ची मर्ची यता चाहिँ भेज हो सबैजना खान्छौँ हेर्दै गर्नुहोस् ल खाएको अब
लगेज खाइला हामीले खानासाना खाइसक्यौँ हामीले खाना खाएको होटेल यो हो दुध होटेल यो चाहिँ सुकुनामा अलिक यता आउनु पर्ने छ यो अर्को बाटो यहाँबाट पनि जाँदा निकाल्दा के भन्छ त्यो शिव खोला हुँदै हेलो यहाँ देखो हेलो यस हामी अब गाडी अब चाहिँ हामी उता गेमन ब्रिज भएर घर जाने हो दुधेबाट अब भने चाहिँ हामी सुकुनाबाट हिँडिसकेको छौँ है अनि हामी चाहिँ आज नयाँ बाटो जाने नयाँ बाटो चाहिँ कहाँबाट भने हाम्रो यता क्यामन भएर बुङकुलुङ भएर आउने है त जाने हो सो हेर्दै गर्नुहोस् यो भिडियो है चार्ज पनि कम्ती छ कहाँसम्म भ्याउँछ फोनले त्यहाँसम्म गर्नेछु है त अहिले चाहिँ हामी दुधे क्रस हुँदैछौँ अब यहाँबाट बुङकुलुङ भएर जानुपर्छ है त अहिले भने बुङकुलुङ जाने रोडमा छौँ हो हाम्रो ग्याङ झोला ग्याङहरू हाम्रो अङ्कल आउँदैछ अब एकजना फोटो खिच्ने यो मुनिका दुधहरू है दुधहरू है हामी त्यहाँबाट आएको अन्त यहाँबाट बुङकुलुङ चाहिँ 7 किलोमिटर देखाइरहेको थियो पर बोर्डमा अन्त क्यारै सकिन्छ र अब हामी अहिले भने चाहिँ बुङकुलुङ आइपुगिसकेको छौँ अनि हामी यो कालो चाहिँ आमा मुमै डर लाग्दैछ हेरिदिउँ न लाएको रहेछ त है यो चाहिँ सानो डडेल लागेको रहेछ होइन गाइस यो चाहिँ आगो तापेको केटाकेटीहरू रहेछ होइन आगो नानीले चाहिँ कस्तो खेलेको छैन रहेछ एकदम यहाँ इन्जोय गर्दैछ नानीहरू र हामी चाहिँ यहाँबाट गेम अन जाँदैछ रात परिसकेको छ मजा खेलेको ओह्रालो होइन र ओह्रालो हो नि अब यहाँबाट चाहिँ हाम्रो हनुमानी गियरहरू लाग्छ हो हजुर अब हनुमानी गियरहरूको मतलब थाहा छ होला खालि ब्रेक र बुङकुलुङमा चाहिँ होमस्टेहरू पुरै रहेछ धेरै रहेछ राम्रो हुँदैछ अब गेमन जाउँ भने चाहिँ बङ्गाली के भन्नुहुन्छ हाम्रो आजको होइन बाङ्गा जानु भएको छैन गेमन के अन्त देखाइदिउँ भने त बाङ्गालाई म त गएको छु नि किनभने हामी त्यही बाटो भएर धन चाहिँ आइपुगिसकेको छौँ हो त्यही हजुर ल त अब अहिले भने चाहिँ हामी इन्टेक आइपुगिसकेको छौँ हो अन्त अब यहाँबाट चाहिँ हाम्रो गाउँ त्यस्तै आधी घन्टामा पुग्छौँ सो थ्याङ्क्स फर वाचिङ आजको भ्लग यहीँसम्म थियो भन्न चाहन्छु अनि आज चाहिँ एकदमै मात्रा घुमाइ भयो हो सी यु नेक्स्ट भ्लग है सो थ्याङ्क्स फर वाचिङ डु लाइक सेयर एन्ड सब्सक्राइब है त